तो हेलो गाइस, आज हम लोग कार वर्सेस बाइक खेलेंगे। देखते हैं ये कैसे हो, ये गेम कैसा है। तो गाइस हम लोग स्टार्ट करते हैं। आज मैं रीत करो, रात का 9 बज चुका है, सॉरी 10 बज चुका है। आज मेरे गाना भूल गया था। देखते हैं ये गेम कैसा है, बोलने देता हूँ। गाइस देखते हैं गेम कैसा है। में इंडन होते हैं कैसे आवाज आता है। हाँ गाइस कौन सी गेम हो, जॉइन मैच बाइक बिकम बाइक गाइस देखो गाड़ी को ठोक दूंगा, देख दूंगा उधर बाइक से गाड़ी में ज़्यादा ठोकने से पता होता तो आराम से रहता गाड़ी, तो फिर मस्त सुंदर सोच आज जावे करने पड़ेगा। बाइक हो रही है, दूसरी बाइक के कौन देखेगा। बाइक को ठोका 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 खाली फेसबुक यूट्यूब मात्रै चलाएर स्कुलै छोड्यो। अहिले त्यसले पिक्चरमा उयो गर्नु पाउँदैन, पुरा खेल्न इन्स्टाग्राममा है। घरमै छ, पापासँग बसेर कस्तो गर्दा हुन्छ, के गर्दा हुन्छ, हौ त्यस्तोहरू पापासँग सिक्न। लोडिङ त्यत्रो घुम्नु जान्छ, एउटा भिडियो बनाएर लाउँदैन, फोटो क्लिक गरेर लाउँदैन, फोटो क्लिक गरेर लाउनु, आफ्नो नेचुरल फोटोहरू क्लिक गर्नु। गाइस गेम स्टार्ट हो चुका है। मेरो त छैन अहिले त मोबाइल, इक्जाम आउँदैछ अब त्यस्तै। अब डिसेम्बर जनवरी आउँदैछ, अब कहाँ घुमाउनु, तिमीहरूलाई पिकनिक खुवाउनु लान्छ, कोही बेला कहाँ घुमाउनु लान्छ तपाईँले होइन। त्यो टाइममा फोटो क्लिक गर्नु, तर त्यो एउटा सिनहरू आफ्नो मात्रै होइन, प्लस भएन आफू कहाँ गएको छ त्योहरूको भिडियोहरू बनाएर लगाउनु। त्यहाँ आफूले लेख्नु हामी यसरी गएको थियो, यो ठाउँमा इन्जोय गरे हौ, यस्तो अपलोड गर, युट्युबमा पनि त्यो लगाउँछ। ऊ पापा छ त सिकाउनु, मैले के भने त्यो घरमै बस्छ, पापा पनि घरमै हुन्छ, पापा भएको बेलामा पापाले मोबाइल खेल्छ भने पापा मलाई पनि सिकाइदिनु होइन। पापा तर नराम्रो कुरोहरू गर्नु हुँदैन, अर्को इन्सल्ट गर्ने खालको बोल्नु हुँदैन। यस्तो राम्रो छ, यो राम्रो छ, नाइस यस्तो त्यहाँ घुम्नु जग्गा अन्त थाहा रहेछ न, त्यत्रो आइडिया रहेछ, किन गर्दैन दिनभरि
मजाले त्यहाँबाट पैसा हुन्छ भने तर आफ्नो काम पनि छैन पैसा किनलाई अवेलेबल गरिदिएको अन्त त्यो पनि त तिमीहरूले अहिले दिनु भने त उयो हुन्छ नि त 18 क्लास भएपछि त तिमीहरूको आउनु पर्छ त्यहाँदेखि तिमीहरू त्यो पैसा हुन्छ त्यो पैसा खर्च गरेर तिमीहरू जग्गा जग्गा गएर घुमेर डुलेर खाएको तर कहीँ पनि नराम्रो चाहिँ भनेर नभने यो ठाउँमा म आएको छु यो ठाउँ राम्रो रहेछ त्यहाँबाट पनि तिमीहरूले कति कति पैसा पाउँछ तिमीहरू 18 क्लास भएर 19 20 पुगेपछि अब तेरो त भन्छ लुक्स राम्रो छ सबले मन पराउँछ त्यसले गर्दा भोलिको दिनमा कुनै एउटा राम्रो खालको उनीहरू पनि पाउनु सक्छ मान्छेले उयो पिक्चरतिर केतिर धरि उयो पाउँदछ चान्स पाउँदछ यस्तो बाइक गाइस बाइक ओन्ली अन्त हो त त्यत्रो तेरो दिमाग छ दिनभरि त गेम खेलेर हरिभरि हेरेर बिताउनु भन्दा त्यो गर्न त तँ अब यता फुटबल खेल्नु जान्छ त्यसको बना तो गाइस यताउता साथीसँग घुम्न जान्छ त्यो दिनभरि घरमा चार्जमा राख फुल चार्ज गरेर राख गाइस बहुत अच्छा से त्यो गरेँ मैले भनिरहेको छु त्यो सब गरेँ भने भाइ 2 बजीसम्म त स्कुलमा हुन्छ म तँलाई मेरो मोबाइलै दिन्छु मेरो मोबाइलमा गएर तैँले तेरो मोबाइलमा सेन्ड गरेर पनि गर्नु सक्छ बुझ्यौ मलाई त यसरी मोबाइल चाहिँदैन फोन आउँदा रिसिभ गर्नु के इमर्जेन्सी पऱ्यो भने फोन गर्नु मात्रै हो मलाई अन्त त्यो दिउँसो यसो बोरिङ भयो भने एकछिन फेसबुकहरू हेर्छु त्यति हो अब हाम्रो त त्यस्तो अब उयो गर्ने अब भनौँ भने त्यस्तो अब उयो काम पनि छैन कोही बेला हामीले खाना बनाइरहेको छैन मेरो मम्मीले यो बनाउनु हुँदैछ के बनाउनु हुँदैछ अब यस्तो खालकोहरू पनि आफ्नो फेसमा देखाउनु परेन तैँले त खालि त्यहाँ पकाएको छैन देखाउनु उयो गर्नु मात्रै हो मेरो मम्मीले आज मलाई यस्तो बनाइदिनु हुँदैछ हामीलाई यो गरिदिनु हुँदैछ मेरो मम्मीले पूजा गर्नुहुन्छ मेरो मम्मी यो हो के हो मेरो पापाले यो गर्नुहुन्छ त्यो गर्नुहुन्छ कोही बेला अब दर्शन जान्छ मम्मी छ आउने मान्छ मेरो आउने नाम हो यस्तो हो यस्तो हो यस्तो रोगी छ हुन्छ त्यो हुन्छ मेरो मम्मी हो यो हो त्यो जस्तो बोल्नु मात्रै पर्छ होइन त्यसमा गएर बोल्नु त सक्छ नि त यति त तेरोमा आएको भन्ने छ मलाई त एउटा भिडियो फोटो आफूले त्यसको देखाउनै पर्छ कोही बेला फोटोहरू खिच्नु पऱ्यो यस्तो राम्रो ठाउँमा गयो भने राम्रो एउटा सिन हेरेर आफूले फोटो क्लिक गरेर बोल्नु पऱ्यो भने फोटो क्लिक गरेर राम्रो थियो इन्जोय गऱ्यौँ हामीले त्यो भाइर म मात्रै फोटो क्लिक गरौँ न फोटो क्लिक गरेर एउटा आफ्नो सिङ्गल फोटो डेलीको फोटो पैसा आउँछ भने मजाले पैसा कमाउँछ